शिक्षकहरू भेला लौ मैले क्या भने भन्बाज शिक्षकहरू भेला लौ मैले क्या भने भन्बाज शिक्षकहरू भेला लौ मैले क्या भने भन्बाज अब नेता पढ्दा भया जौपात 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 शिक्षकका फेला शिक्षकका फेला लौ मैले क्या भने भन्बाज कहाँ पढ्यो मुसिका चल्ला जौपात कहाँ पढी मुसिका चल्ला जौपात बिरालीका फेला लौ मैले क्या भने भन्बाज बिरालीका फेला लौ मैले क्या भने भन्बाज माघ महिना आगो ताप्नु जौपात माघ महिना माघ महिना आगो ताप्नु जौपात काठका भुसाको काठका भुसाको लौ मैले क्या भने भन्बाज काठका भुसाको लौ मैले क्या भने भन्बाज काठका भुसाको लौ मैले क्या भने भन्बाज ठुलो हात्ती डराइदियो ठुलो हात्ती डराइदियो जौपात ठुलो हात्ती डराइदियो जौपात ठुलो हामीलाई डराइदियो जौपात ठुलो हामीलाई डराइदियो जौपात धान खाने मुसाको लौ मैले क्या भने भन्बाज म पनि नौनीको डल्लो जौपात म पनि नौनीको डल्लो जौपात म पनि नौनीको डल्लो जौपात कक्का बिल्ला कक्का लौ मैले क्या भने भन्बाज कक्का बिल्ला कक्का लौ मैले क्या भने भन्बाज नेता जति पढ्दा भया शिक्षक काटका लौ मैले क्या भने भन्दा
원벌시고 뽕레라니 원벌시고 뽕레라니 원벌시고 뽕레라고 노바바 원벌시고 예 원벌시고 뽕레라고 노바바 버리고 기타라 예 버리고 기타라 너 मैले क्या भने मनबाद पढिको किसान नौ मैले क्या भने बनबाज पढिको किताब नौ मैले क्या भने मनबाद कोही बेला त्यही देउडा देउडा दिदीबहिनीहरू कसरी चाहिँ भाकाको पोख्छन् आफ्नो मनको कुरो हामीले शिक्षकको मनको कुरो पोख्न गइरहेको छौँ नेपालका शिक्षक हामी सडकमा बसेका नेपालका शिक्षक हामी सडकमा बसेका शिक्षायनको लागि कम्मर कसेका नयाँ 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 शिक्षायनको लागि कम्मर कसेका हे दुई रङको भेदभाव गर्छन् यही देशमा दुई रङको भेदभाव गर्छन् यही देशमा दुई रङको भेदभाव गर्छन् यही देशमा शिक्षा नीति बनाउँदछ अर्कै देशमा शिक्षा नीति बनाउँदछ अर्कै देशमा शिक्षा नीति बनाउँदछ अर्कै देशमा शिक्षा नीति बनाउँदछ अर्को देशमा शिक्षा नीति बनाउँदछ अर्को देशमा ए साथीहरू ताली बजाएर ए सबै खाले कर्मचारी सङ्घमा नै अटाउने सबै खाले कर्मचारी सङ्घमा नै अटाउने सबै खाले कर्मचारी सङ्घमा नै अटाउने शिक्षकलाई हेला गरी डाँडै कटाउने 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 ए धेरै रङको शिक्षक यही देशमा बनाउने धेरै रङको शिक्षक यही देशमा बनाउने धेरै रङको शिक्षक यही देशमा बनाउने शिक्षकलाई दुःख दिई सत्ता जमाउने 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 ए शिक्षा एन जारी गर सम्झौताको ख्याल गरी शिक्षा एन जारी गर सम्झौताको ख्याल गरी हाम्रो एन हामीलाई देऊ बिना झ्याल 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 गरी हाम्रो एन हामीलाई देऊ
पिना झालगारी ए सयपत्री फुल फुल्यो फुलबारीमा सारिदेऊ सयपत्री फुल फुल्यो फुलबारीमा सारिदेऊ यो गीतको अन्तिम भयो ताली मारिदेऊ यो गीतको अन्तिम भयो ताली मारिदेऊ यो गीतको अन्तिम भयो ताली मारिदेऊ। धन्यवाद। आशा छ यो गीतले पुनः सरकारलाई झकझकाउनेछन् र चाँडोभन्दा चाँडो हाम्रो कर्मस्थलमा पुर्याउन सहयोग गर्नुहुनेछ। धन्यवाद। धन्यवाद सर। त्यसपछि हाम्रो इसिडी र विद्यालय कर्मचारीका अध्यक्षज्यूहरूले इसिडी र विद्यालय कर्मचारीका अध्यक्ष महासचिवज्यूहरूले 5 बजे बुद्धनगर आधारभूत विद्यालयमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु र त्यसपछि आजको कार्यक्रम समापन गरिदिन हुन नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सह-अध्यक्ष आन्दोलन परिचालन समितिका संयोजक आदरणीय नानुमाया पराजुलीजीलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अर्थ उपमहासचिव मदनराज जोशीज्यू, नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका आदरणीय अध्यक्ष लक्ष्मी किशोर सुवेदीज्यू, नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका पदाधिकारीज्यूहरू, आबद्ध सम्बद्ध घटकका आदरणीय अध्यक्षज्यूहरू, आबद्ध सम्बद्ध घटकका पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश जिल्ला र स्थानीय तहका नेता साथीहरू, नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति, प्रदेश समिति, जिल्ला समिति र स्थानीय समितिका आदरणीय नेता साथीहरू, आन्दोलन परिचालन समिति, केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका नेता साथीहरू, यस कार्यक्रममा उपस्थित हुनुहुने तपाईँ सम्पूर्ण शिक्षक कर्मचारी मित्रहरू, पत्रकारज्यूहरू, सुरक्षाकर्मीज्यूहरू, सबैमा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको तर्फबाट र मेरो आन्दोलन परिचालन समितिको तर्फबाट यहाँहरूलाई आज 14औं दिनको म हार्दिक नमस्कार टक्राउन चाहन्छु। आदरणीय शिक्षक कर्मचारी साथीहरू, आज सुरुको दिनदेखि आज यो 14औं दिनसम्म निरन्तर रूपमा जुन यो कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नको लागि सहयोग गर्नुहुने तपाईँ शिक्षक कर्मचारी मित्रहरूमा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको तर्फबाट, आन्दोलन परिचालन समितिको तर्फबाट म हृदयदेखि नै यहाँहरूलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्न चाहन्छु। आदरणीय शिक्षक कर्मचारी मित्रहरू, हामी निरन्तर रूपमा 20 गतेबाट 2081 माघ 20 चैत्र 20 गतेबाट आज 82 साल वैशाख 2 गतेसम्म हामी यो रोडमा छौँ, सडकमा छौँ। हामी नेपालको शैक्षिक आन्दोलनमा 2081-82 को आन्दोलनको इतिहासमा भोलि लेखिनेछ र हामी आज यो सडकमा 14औं दिनसम्म रहिरहँदा पनि नेपाल सरकार गैर जिम्मेवार बनेको, जिम्मेवार बन्न नसकेको जुन नेपाल शिक्षक महासंघले जुन एउटै मात्र चाहिँ मुद्दा उठान गरेको छ, विगतमा भएको सहमति कार्यान्वयन हुने गरी विद्यालय विद्यार्थी शिक्षक कर्मचारी मैत्री अग्रगामी शिक्षा ऐन जारी गरियोस् भन्ने हामीले एउटै मात्र मुद्दा लिएर आज हामी सडकमा छौँ र त्यहाँ नेपाल सरकारलाई हामीले जुन शिक्षा मन्त्रालय मार्फत यो विद्यालय शिक्षा ऐन जारी गर्ने विश्वासिलो आधार तय होस्। त्यो आधार नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाली कांग्रेसका सभापतिज्यू र प्रतिपक्षी दलका नेता कमरेड प्रचण्ड र सभामुख 4 जना, उहाँहरूको 4 जनाले चाहनुभयो भने, उहाँहरूको इच्छा शक्ति भयो भने विशेष अधिवेशन मार्फत अथवा अध्यादेश मार्फत अथवा यो नियमित प्रक्रियाको संसदको बर्खे अधिवेशनलाई छिटो सुरु गरेर यो 3टा आधार मध्ये एउटा आधारबाट विद्यालय शिक्षा ऐन जारी गर्ने जुन एउटा आधार उहाँले तय गर्न सक्नुहुन्छ। आवश्यक पर्यो भने उहाँहरूसँग नेपाल शिक्षक महासंघ बस्न तयार छ भन्ने कुरा हामीले
जुन शिक्षा मन्त्रालयमा माननीय शिक्षा मन्त्रीज्यूलाई हामीले भनिसकेका छौँ र त्यो आधिकारिक खबर अहिलेसम्म हामीसँग आएको छैन र शिक्षा मन्त्रालयले नेपाल शिक्षक महासंघलाई विद्यालय शिक्षा विधेयकको सम्बन्धमा छलफलको लागि भनेर हामीलाई बोलाउनु भयो र उहाँहरूसँग हामी छलफलमा पनि गयौँ र उहाँहरूबाट हामीले के बुझ्यौँ भने जो नेपाल शिक्षक महासंघले क्याबिनेटबाट हल हुन सक्ने हामीले 14वटा बुँदा त्यहाँ पस्किएका थियौँ तर शिक्षा मन्त्रालयबाट रेडिमेड रूपमा 7वटा बुँदा उहाँले हामीसँग पस्काउनु भयो। त्यसमा नेपाल शिक्षक महासंघले हामी विशेष छलफल गर्नुपर्ने उहाँहरूलाई जानकारी गराएर हामी फर्क्यौँ र अहिले पछाडि के खबर आयो भने नेपाल शिक्षक महासंघले त्यो आन्दोलन फिर्ता लिएको हस्ताक्षर गरिदिनु पर्ने अनि मात्र त्यो 7वटा बुँदा क्याबिनेटमा जाने भन्ने कुरा उहाँहरूले जानकारी गराउनु भयो। त्यो नेपाल शिक्षक महासंघलाई त्यो सह्य भएन, हामी मन्त्रालयमा अब आउँदैनौँ भनेर हामीले भनेका छौँ र हामीले त्यसमा पनि आज जो इन्ट्रेस्ट ग्रुपको साथीहरू हुनुहुन्छ उहाँहरूसँग हामी पालो पालो गरेर बस्ने पनि भनेका छौँ। आज हामीले विद्यालय कर्मचारी र इसिटीसँग बस्ने सूचना जारी भइसकेको छ। यसरी नै हामी अरू राहत साबी उमावि अनि शिक्षण सिकाइ अनुदान लगायतको टिमसँग हामी फेरि बस्छौँ र उहाँहरूसँग सल्लाह गर्छौँ र मैले र हाम्रो नेपाल शिक्षक महासंघ र नेपाल शिक्षक महासंघका अध्यक्षज्यूले भनिसक्नु भएको छ हामी हरेक गतिविधिहरू तपाईहरू यो सडकबाट तपाईहरूसँग अनुमति लिन्छौँ र त्यसपछि तपाईहरूसँग बाहिर भएका कुराहरूलाई यही सडकमा हामी अनुमोदन गर्छौँ पनि हामीले भनेका छौँ र त्यसैले यो वार्ता के भयो, वार्तामा किन गएनन्, अहिले शिक्षा मन्त्रालयले के गरिराखेको छ भने यो आन्दोलनलाई कमजोर बनाउनलाई षड्यन्त्र गरेका छ। हामी जब वार्तामा शिक्षा मन्त्रालयमै गएको छैनौँ र शिक्षा मन्त्रालयमा हामी बाहिर एउटा बैठकमा छौँ र शिक्षा मन्त्रालयमा नेपाल शिक्षक महासंघको सभाध्यक्षको नेतृत्वमा चाहिँ वार्ता चलिराखेको सम्भवतः आज टुङ्गोमा पुग्ने भनेर मिडियाले लेखिरहेको छ। कतिपय मिडियाहरू पनि के लगाइराखेको छ भने त्यो कुनै शिक्षा मन्त्रालयबाट पालित पोषित भएका चाहिँ मिडियाहरू हुन् कि भन्ने लाग्छ मलाई पनि र त्यसैले यो बिना जो केही पनि कुरा भएको छैन यो निराधार खबरहरू चाहिँ मिडिया मार्फत पनि नआओस् र हामीले के चाहेका छौँ भने यो 4 लाख शिक्षक कर्मचारीहरूको छाता संगठन नेपाल शिक्षक महासंघ हो। नेपाल शिक्षक महासंघले यति बेला नेपाल सरकारसँग वार्ता गर्न जरुर छैन भनेको छ। मैले आम शिक्षक कर्मचारीज्यूहरूले पनि बुझ्नुपर्ने के छ भने हामीले 75 मा वार्ता गर्यौं, सहमति गर्यौं, 78 मा वार्ता गर्यौं, सहमति गर्यौं, 80 मा पनि आन्दोलन गर्यौं, वार्ता गर्यौं, सहमति गर्यौं। हामीले अहिले यति बेला त्यो 3 चोटि गरेको सहमति त्यही सहमतिलाई कार्यान्वयन हुने गरी विद्यालय शिक्षा विधेयकमा 152 जना भन्दा बढी सांसदज्यूहरूले चाहिँ संशोधन प्रस्ताव राख्नु भएको छ। त्यो संशोधन प्रस्ताव सम्बोधन हुने गरी अहिले विषयगत समितिको पनि उपसमितिमा छलफल चलिरहेको छ। त्यो हामीसँग भएका सहमतिहरू पूर्ण रूपमा त्यहाँ चाहिँ सम्बोधन हुने गरी शिक्षा विधेयकमा आउनु पर्यो र त्यसपछि त्यो शिक्षा विधेयक संसदको कुन चाहिँ आधारबाट चाहिँ पारित गर्ने हो नेपाल सरकारले गरिदिनु पर्यो र हामी यति बेला हामीले भनिराखेका छौँ हामी हिजो विगतमा भएका सहमतिहरू कार्यान्वयन हुने गरी विद्यालय शिक्षा विधेयक जारी गर्नको लागि हामी आन्दोलनमा उभिएका हौँ र हाम्रो लक्ष्य हो त्यो लक्ष्य पूरा नगरिकन हामी के गर्दैनौँ त भन्दा आन्दोलन रोक्दैनौँ र हामी ऐन जारी भएपछि आन्दोलन रोक्छौँ। यो कुरा चाहिँ नेपाल सरकारले स्पष्टसँग बुझ्नु पर्यो। उहाँहरूले हामीलाई थकाएर रित्तै घर पठाउन खोज्नु भएको छ। खबरदार शिक्षक कर्मचारीहरू कहिले पनि थाक्ने छैन। हामी थाक्दैनौँ, थाकेका छैनौँ, भोलि पनि थाक्दैनौँ। आज 14औं दिनमा छौँ, हामी 28 दिनसम्म आन्दोलन गर्न तयार छौँ। त्यसैले अब नेपाल सरकारले के गर्नु पर्यो भने हामीले हिजो मात्रै बैठक बसेर नेपाल शिक्षक महासंघको बैठक बसेर हामीले 12 कक्षाको जुन परीक्षा छ राष्ट्रिय परीक्षा बोर्डले दिने वैशाख 11 गतेबाट त्यसमा हामी शिक्षकहरूको तर्फबाट हामी केन्द्राध्यक्ष भन्दैनौँ, निरीक्षक भन्दैनौँ भनेका छौँ र हामीले विद्यालयलाई ठप्प बन्द गरेर सबै शिक्षक कर्मचारीहरूलाई काठमाडौँ आउनको लागि आह्वान गरेका छौँ र हामीले सम्पूर्ण विद्यालयका आदरणीय प्रधानाध्यापकज्यूहरूलाई तपाईहरूले आफ्ना शिक्षकहरूलाई आफ्ना स्टाफको हाजिरी
माइती घर मण्डलमा गरिदिनुहोस् भनेका छौँ। र त्यसपछि हामीले यो निजी विद्यालय प्याप्सङलाई पनि हामीले अनुरोध गरेका छौँ। यो आम शिक्षक कर्मचारीहरूको आन्दोलनलाई तपाईँहरूले सहयोग गरिदिनुहोस् र विद्यालयहरू संस्थागत विद्यालयहरूमा पनि जुन गतिविधि छ शैक्षिक गतिविधि त्यो पनि बन्द गरिदिनुहोस् भन्ने तरिकाले पनि हामीले अनुरोध गरेका छौँ। त्यसैले अब नेपाल सरकारका सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द हुनेछन्, हामी सडकमा हुनेछौँ र हामीलाई धेरै मिडियाहरूले प्रश्न गर्नुभएको छ। विद्यार्थी अब अहिले भर्नाको बेला छ, तपाईँहरू विद्यार्थीप्रति जिम्मेवार हुनुहुन्न भन्ने पनि हामीलाई प्रश्न गर्नुभएको छ। यो विद्यार्थीप्रति अभिभावकप्रति जिम्मेवार बन्ने भनेकै शिक्षक हो, हामी जिम्मेवार बनेकै हो। माघ 20 गतेबाट गरेको आन्दोलन हामीले चरणबद्ध आन्दोलन गऱ्यौँ, प्रतिनिधिमूलक गऱ्यौँ, पढाइलाई डिस्टर्ब गरेनौँ, विद्यालयको वार्षिक परीक्षा पनि डिस्टर्ब गरेनौँ, एससी पनि डिस्टर्ब गरेनौँ। शनिबार काठमाडौँ केन्द्रित चाहिँ विरोध सभा जुलुस गऱ्यौँ र हामीले त्यसरी आउँदै गर्दा यो सरकारले हाम्रो आन्दोलनलाई कम आकलन गरेर कुनै पनि काम गतिविधिहरू अगाडि बढाएन। माघ 20 गतेबाट आजसम्म आउँदा 2.5 महिनाको बिचमा यति सरासर काम गरेको भए त्यो उपसमिति बनाइदिनको लागि हामीले पहिले नै अनुरोध गरेका थियौँ। हाम्रो आन्दोलनकै बिचमा 8 गते उपसमिति बनाएको छ, उपसमितिले 19 गतेबाट काम सुरु गरेका छ। त्यसैले हामीले नेपाल सरकारसँग के आग्रह गर्न चाहन्छु भने उपसमितिको बाँकी काम छिटोभन्दा छिटो पुरा गरियोस् र त्यस पछाडि नेपाल सरकारले कुन चाहिँ माध्यमबाट त्यो विद्यालय शिक्षा ऐन जारी गर्ने हो त्यो गरियोस् र शिक्षकहरूलाई यहाँ भड्याएर अहिले के भनिएको छ भने वार्तामा जाने टिमले राहतको मुद्दा छोडिदियो अरे, इसिडीको मुद्दा छोडिदियो अरे, विद्यालय कर्मचारीको मुद्दा छोड्यो अरे, यस्ता किसिमका चाहिँ लान्छना लगाइएको छ। मैले अहिले भने ती मुद्दाहरूमा हाम्रो दोहोरो छलफल भएको छैन। शिक्षा मन्त्रालयले रेडिमेड ल्याएर हामीलाई चाहिँ कहीँ कतै हस्ताक्षर गरेर चाहिँ फेरि त्यो मिडिया मार्फत महासङ्घले वार्ता सम्पन्न भयो भनेर चाहिँ जुन एउटा प्रचारवादी गर्न खोज्नु भएको थियो, हामी सचेत छौँ। हामी 75बाट 78बाट आजसम्म आउँदा नेपाल सरकारले झुक्क्यायो। हामीले धेरै अनुभूति गरेका छौँ। यो झुक्क्याउँदा झुकिँदा हाम्रो कपाल खुलिसकेको छ। अब हामी कसैले झुकिँदैनौँ। त्यसैले अब नेपाल सरकारले छिटोभन्दा छिटो काम गरोस् र हाम्रो यो लक्ष्य छ हाम्रो विद्यालय शिक्षा ऐन जारी नभएसम्म हामी सडक छोड्दैनौँ। अब विद्यालय अब भर्ना पढाइ त्यसको सबै जिम्मेवारी नेपाल सरकारले लिनुपर्छ। म यति कुरा भन्दै फेरि पनि यो आज 14औं दिनसम्म यो कार्यक्रमलाई सम्पन्न गर्नको लागि जो सहयोग गर्नुहुने मैले यहाँ जो रचनाकार हुनुहुन्छ, गीतकार हुनुहुन्छ, कविहरू हुनुहुन्छ, यहाँहरू सबैलाई म हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्न चाहन्छु। र आन्दोलनलाई सम्पन्न गर्नको लागि यहाँ काठमाडौँ, ललितपुर, भक्तपुरका धेरै विद्यालय परिवारबाट हामीलाई सहयोग प्राप्त भएको छ, विभिन्न जिल्लाबाट प्राप्त भएको छ। यी सहयोगी मनहरूप्रति पनि म हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्न चाहन्छु। र हाम्रो नित्य कर्म छ यो सरसफाइमा पनि सबै शिक्षक साथीहरूलाई दिनको लागि म आग्रह गर्दै फेरि पनि सम्पूर्ण शिक्षक कर्मचारी मित्रहरू, पत्रकारज्यूहरू, सुरक्षा कर्मीज्यूहरू सबैमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दै आजको कार्यक्रम यही समापन भएको घोषणा गर्छु। धन्यवाद, नमस्कार। भोलि हामी तोकिएकै समयमा 12 बजे माइती घर मण्डलमा हुन्छौँ। अरू बाँकी फेरि थप केही आएछ भने हामी तपाईँहरूलाई फेरि सम्प्रेषण गर्नेछौँ। र यो सरसफाइको लागि ध्यान दिन सबैमा मैले अनुरोध गरेँ। धन्यवाद। एउटा चाबी